यसलाई मिठा निम भन्छ है। कडी पत्ता हिन्दी नाम कडी पत्ता र नेपाली नाम यसलाई हामी चाहिँ बोकेझार भनेर चिन्छौँ। छस्स बोका जस्तो गनाउँछ है। र यसलाई विशेष गरेर अब सुन्नुहोस् है, तर तपाईँ गना होइन बोका बोका र यसै खान योग्य हुन्छ। यो हेर्नु चाहिँ म खाएँ, खान योग्य हो। यो खाना पसिलो पनि हुन्छ हो। विशेष यो के छ भने अब यो शास्त्रीय हाम्रो वैद्य शास्त्र अनुसार चाहिँ यसलाई चिनी रोग भन्ने छ क्या, अहिलेको डायबिटिज। हजुर, त्यसमा चाहिँ यो भयङ्कर काम आउँछ हो। रामबाण अब यसको पत्ता छ, फुल छ होइन, यो सबै ल्याउने सुकाउने, सुकाएर के गर्ने भने यसलाई चाहिँ पाउडर बनाउने है। बेसरी पिसेर पाउडर बनाएर यसको पाउडर बिहान र बेलुका दिउँसो 3 टाइम है 5 ग्रामको दरले तातो पानीसँग खानाले, जस्तै अङ्ग्रेजी दबाईबाट